नमस्कार। आज मैले कवि भुपी शेरचनको घुम्ने मेचमाथि अन्ध मान्छे कविता संग्रहबाट मेरो चोक कविता वाचन गर्न गइरहेकी छु। सबैले सुनेर साथ दिनुहुनेछ। मेरो चोक। साँघुरो गल्लीमा मेरो चोक छ, साँघुरो गल्लीमा मेरो चोक छ। यहाँ के छैन सब थोक छ, यहाँ के छैन सब थोक छ। असंख्य रोग छ, अनन्त भोग छ, असीम शोक छ। केवल हर्ष छैन, केवल हर्ष छैन। यहाँ त्यसै माथि रोग छ। साँघुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन सब थोक छ। यो मेरो चोकमा, यो मेरो चोकमा देवताले बनाएका मानिस र मानिसले बनाएका देवता दुवै थरीको निवास छ। तर यहाँ यी दुवै थरी उदास छन्, दुवै थरी निराश छन्। मानिस उदास छन् किनकि तिनलाई यहाँ रातभरि उपियाँले टोक्छ, दिनभरि रुपियाँले टोक्छ। र देवता उदास छन् किनकि तिनलाई यहाँ न कसैले पुज्छ न कसैले ढोक्छ। त्यसैले यो चोकमा देवता र मानिसले एक अर्कालाई धिक्कार्दै एकसाथ पुरपुरो ठोक्छन्। साँघुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन सब थोक छ। साँघुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन सब थोक छ। धन्यवाद। नमस्कार।